तो चलिए शुरू करते हैं। हेलो गाइस, वेलकम टु माई सेकेन्ड न्यू ब्लग। अहिले म चाहिँ छु यहाँ सिन्कोबे स्टेसन। यो स्टेसनबाट आएर चाहिँ यहाँबाट अनि म स्विमिङ खेल्ने ठाउँमा। अनि अहिले यो गर्मी मौसममा चाहिँ हजुर सिन्कोबेको नजिक हुनुहुन्छ भने चाहिँ त्यहाँ स्विमिङ खेल्ने बब्बाल ठाउँ छ, नेचुरल है। सो मान्छेहरू पनि हुन्छ, बवाल हुन्छ। अहिले म गएर त्यहीँ गएर देखाउँछु। दाइ चाहिँ त्यहाँ सामान किन्न जानुभएको छ, अब केही खाएर जानको लागि। भित्र चाहिँ कम्पनीभित्र चाहिँ उस गर्न दिँदैन, भिडियो बनाउन चाहिँ दिँदैन है। त्यही भएर म चाहिँ यहीँ बाहिर बसेँ हो, बाहिरको लागि यसो भ्यू देखा हो। त्यही हो गाइस। अब एउटा विदेशीको चाहिँ मैले लाइभ स्ट्रिम हेरेर चाहिँ म भित्र गएको छैन। स्टाफले चाहिँ बवाल दुगुराएको थियो स्ट्रिमरहरूलाई, त्यही भएर चाहिँ म चाहिँ भित्र गएको छैन। म बाहिर छु, दाइको वेटिङमा छु गाइस। त्यही हो, हाम्रो यहाँ छ मान्छेहरू हेरिरहेको हाँसिरहेको छ है। कौन है ये लोग, कहाँ से आते हैं? त्यही हो, म अहिले यहाँ वेट गरिरहेको छु, दाइको वेट गर्दैछु। दाइ भने कहाँ छ भने म भित्र पनि जान पाएको छैन र म यहाँ वेट गरिरहेको छु दाइको। कति बेला आउँछ दाइ, के ल्याएर आउँछ, नत्र म भित्रै जान्छु एकचोटि। भित्र गएपछि के हुन्छ म निस्केपछि भन्छु ल। ल गाइस, हामी चाहिँ सामान पनि लिएर फर्किसक्यो है। दाइ यहाँ हुनुहुन्छ, सामान लिइसक्यो। गर्मी लास्ट छ, दाइलाई पनि गर्नु भयो, मलाई पनि लास्ट गर्नु भए। गएर टक्क नेचुरल स्विमिङ पुलमा टक्क लाएर दाइ है, टक्क लाएर बवाल खेल्नुपर्छ है। 1 hour later. यो सिन्कोबे स्टेसनमा आएपछि चाहिँ है टक्क थाहा भइहाल्छ कि सिन्कोबे स्टेसनमा आएपछि टक्क यहाँबाट जानु। टक्क यहाँ ठुलो हुन्छ, यहाँ सिन्कान्सेन नि छ, सिन्कान्सेनको स्टेसन पनि छ सिन्कोबे। टक्क ऊ त्यहाँ। सो गाइस, टक्क हामी चाहिँ यहाँ जाँदैछौँ। घाम चाहिँ लास्टै भयो है गाइस, घाम चाहिँ लास्ट भयो अहिले चाहिँ है। लास्ट पोल्या कति बेला गएर टक्क कपडा खोलेर हाम फालम जस्तो भइरह गाइस। एहे, रहा नहीं जाता, तड़प ही ऐसी है ना। हाम्रो तामाङ दाइ कहाँ हो भने ढिलो भएन र भने गर्मी भयो छिटो। कहाँ भने यस्तो ओलस्सै गर्मी भयो भने हल्का चाड गरेर ट्याक्कै जाने होला नि त यार। के हो भने यस्तो भएन है, यस्तो गर्मी भयो भने अनि पुरा लोसे पारामा हिँडेर हुन्छ त भने टक्क गाइस। ओहो, खुट्टा हाल्ने ठाउँ छैन क्या हो आज त हौ। आम्मामा के साह्रो धेरै हो मान्छेहरू, आम्मामा। ल गाइस, यही नै हो सिन्कोबेको स्टेसन होइन, नुनुबुकी भन्छ यसलाई चाहिँ। हजुरको गुगलमा पनि सर्च गरेर आउन सक्नुहुन्छ, म्यापमा बब्बाल छ है मान्छेहरू। आज रमाइलो हुन्छ। हामी नै भर्खर आएको छ, काम छ। टक्क गएर है, टक्क गएर च्याप्प खोलेर च्याप्प गएर च्याप्प। ओइ दाइ कहाँ गयो भने हो दाजु, दाइ चाहिँ हराएको हराइ गर्नु भएको छ है। समझ रहे हो है यही हो सिन्कोबे स्टेसन। बस पनि आउँछ ल यहाँ गाइस, यहाँ बस पनि आउँछ। अनि यहाँको अन्डरग्राउन्डको चाहिँ यहाँ है, अन्डरग्राउन्डको यहाँबाट आउन सक्नुहुन्छ तपाईँहरू। म यहाँ गरेर देखाउँछु। अन्डरग्राउन्डको पनि यहाँ छ सब। यहाँ सिन्कान्सेन पनि यहीँ छ, चिकातेजी पनि यहीँ छ, जिआर मात्र टाढा हो, अरू यहीँ छ। हाम्रो दाइ पनि आइसक्यो है गाइस। हाम्रो दाइ कहाँ हरा हो अनि दाइ यार यस्तो नहराम न हौ। दाइले नि साथी बोलाउँदै हुनुहुन्छ गाइस। अब सुशील पनि आउँछ, सो इन्जोय गर्नुपर्छ। यहाँ एउटा मजाको भ्यू देखाउनुहुन्थ्यो तर तपाईँहरूले यो हेर्न हुँदैन, युट्युबमा राख्नु पनि हुँदैन है। ट्याक्क यही हो लोकेसन चाहिँ, ट्याक्क यहाँबाट माथि हाइकिङ जानको लागि पनि बवाल छ है, नुनुबुकी फल्स है गाइस। त्यहाँ हेर्न सक्नुहुन्छ नुनुबुकी।
त्यहाँ पनि जान सक्नुहुन्छ तपाईँहरू। यस्तो त्यहाँ जाने हो कि त्यो यसो देखाएर आऊँ न। मान्छेहरू चाहिँ बब्बाल छ है गाइस, मान्छेहरू प्याक हुन्छ। यस्तो बाबिक्यू भन्ने ठाउँ पनि छ गाइस, यस्तो है टक्क बाबिक्यू भन्ने ठाउँ पनि छ। यस्तो छ बबाल ठाउँ छ है, यस्तो मान्छेहरू लास्ट धेरै छ। टक्क जाँदैछु गाइस म, मान्छेहरू धेरै छ तर हामी माथि जान्छ होला गाइस, त्यहाँ खेल्दैन हामी। यस्तो मान्छे धेरै छ, कहाँबाट खेल्नु हौ यस्तो धेरै मान्छे त। हिजो अस्ति त थिएन हौ, होइन र? हिजो अस्ति यस्तो मान्छे थियो र थिएन नि है? हिजो अस्ति थियो र मान्छे? कहाँ हुने यार यस्तो? आमा लास्ट धेरै मान्छे गाई चाहिँ है। केटाडीहरू धेरै रहेछ आज चाहिँ, उहाँबाट हामफाल्नु लाखा। त्यसलाई चाहिँ चिनो गाइस, पहिला नि हामी खेले आयो त, त्यसले उल्टे बबाल हान्छ त्यहाँबाट है, त्यहाँबाट बब्बाल हान्छ है। लेट्स गो ब्रो। त्यसले चाहिँ बब्बाल हान्छ है गाइस त्यसले त्यहाँबाट। यहाँ मान्छे धेरै छ कि, यहाँ तल खाली हुनुपर्छ कि, यहाँ खाली नै छैन। त्यहाँ त्यसले हान्छ भने कि यहाँ खाली नै छैन कि। चाहिँ को खेलिराखेको हो, हट जापानिज खेलिराखेको त्यहाँ बस्छ, त्यसले उहाँबाट हान्छ भनेको खै। A few minutes later. त्यसले अब हान्न लागेको छ गाइस, हेर्नु होला। हान्यो बब्बाल हाने, अब हामी पनि जान्छ। ब्रोले बब्बाल हाने। Oh my god! Wow! गाइस अब चाहिँ हामी एकछिन खानपिन गर्छौँ है, भोक पनि लास्ट लागिरहेको छ। दाइले त चप्पल नि हिजो बोकेर आएको है, खुट्टा काटे ए खुट्टा काटे नि पौडी खेल्न छोड्ने होइन कि है। सेफ्टी सहित आउने है यता हेर्नु त बब्बाल देखियो यार। ल केही हानौँ अब, खानु छ न। हाम्रो चाहिँ वनिगरी प्रोटिन ल्याएर आएको है गाइस। अब टक्क हामीले चाहिँ टक्क खाएर चाहिँ अब खेलेको भिडियो चाहिँ हाल्छु ल। एकैछिनपछि भेटौँला गाइस। A few minutes later. ल गाइस हामी चाहिँ नास्ता सास्ता खाएर है, अब चाहिँ दाइ जाँदै हुनुहुन्छ टक्क लाएर, त्यसपछि म जान्छु है। ल दाजु हान्देम टक्क। ए नागेर जानु हौ त्यसलाई, यहाँ बसिराख है, यहाँबाट हान्न लाग्यो। दाइले चाहिँ खुट्टा काटेर चप्पल लाउनु भएको है गाइस। त्यो माथिबाट झर्न लाग्छ तपाईँ टक्क। अब यहाँबाट दाजु जानुहुन्छ है, दाजु गएपछि म जान्छु गाइस। यहीँ छु गाइस म पनि। दाइ जानुभयो यार, म आफूलाई देखाउँदा दाइ जानुभयो गाइस है। बाबा ल जाडो छ र छैन? बबालमा गए टक्क दाइ घर आउनु भयो गाइस। अब मेरो पालो छ गाइस जानको लागि है। ल गाइस मान्छेहरू चाहिँ लास्ट धेरै छ है, मान्छेहरू चाहिँ लास्ट धेरै छ। आज बच्चाहरू चाहिँ धेरै भयो कि, आज सन्डे भएर होला बच्चाहरू चाहिँ धेरै आएको छ है। त्यही हो दाइ घर आउनु भयो दाइ होइन। भिडियो त्यसपछि म जान्छु गाइस, मको भिडियो बनाउनुहुन्छ दाइले। ल यहाँ साथेर टक्क भिडियो बनाउनु। ए ल आनन्द सचिन जान्दैछ है। आज चाहिँ घुमै मान्दैछ है। माथि गाइस अब टक्क म चाहिँ गएर आइसकेँ ल। अब हामी एकछिन इन्जोय गर्छौँ है।
हाम्रो समर इन्जोय गर्छौँ तपाईँ पनि आउनु होला यस्तो लट्स अफ पिपल छ है लट्स अफ पिपल छ गाइस अब चाहिँ हामी एकछिन इन्जोय गरेर त्यो फेरि पनि हान्न गएको छ अब हामी पनि हान्न थाल्छ One hour later. हामी चाहिँ निस्किन लाग्यो गाइस त्यही हो फेरि आउँदै गर्नेछौँ है यो यहाँ फेरि पनि हामी आउँदैछौँ अब चाहिँ हामी निस्केको भिडियो जाने बाई बाई माई त मेरो आज बनेको साथी ब्लग यूट्यूब दे ಎತ್ತಲು ano itu wa ruine nama itu mau juga sebagai Roy ne nama apa Taise da mata aimasu ne bye bye yeah vlog ne YouTube de okay जाने bye bye क्या ये क्या बक रहे हो मादरचोद ल गाइस हामी चाहिँ निस्किन लाग्यो है यहाँ अझै पनि छ मान्छेहरू अझै यहीँ छ है गएको छैन हामी चाहिँ निस्किन लाग्यो यहाँ अझै यत्रो मान्छेहरू छ तर लाज छैन हामीलाई कसैको थाहा छैन अरे कहना क्या चाहते हो हामी चाहिँ निस्किन लाग्यो अब गाइस दाइ निस्किसक्यो दाइ उहाँ घर बसिरहेको छ है म चाहिँ निस्किन लाग्यो अब टक्क फेरि पनि आउनेछ यहाँ रमाइलो गर्न बार्बिक्यू छ मस्त है विदेशीहरू पनि मस्त धेरै छ दाइ उहाँ गएर बसिरहेछ है निस्किन लाग्यो गाइस सब्सक्राइब हान्नु नभुल्नु होला यही हो गाइस अघि आएको बाटो यही हो अब चाहिँ साइकल अझै पनि छ यहाँ मान्छेहरू धेरै छ है सो अब हामी निस्किँदैछौँ दाजु कस्तो भयो त फेरि गर्नुभयो फेरि जाने क्या गर्नुभयो फेरि जाने यस्तो छ है गाइजहरू यस्तो छ क्या अघि नै गर्नुभयो अन्त निस्किने टाइम भयो भन्ने है हाम्रो दाइलाई अब त्यहाँ घाम देखेर यता हाम्रो दाइलाई घाम भइसक्यो ल केही जास् न त केही छैन भोक लाग्यो अघि त्यत्रो डुरीटा उनीकन हान्यो दाइले एउटा प्रोटिन हान्यो स्टिल भोक लाग्यो भन्छ है One hour later. ल गाइस तपाईँले यो लोसन देखेर नि तपाईँले थाहा पाउनु भयो होला मैले भ्लग स्टार हानेको त्यहाँबाट सिन्कोबी स्टेसन त्यहाँबाट उता गयो हामी झन्मेला चाहिँ हामी यो बाटो झर्या हो है भ्यू चाहिँ यस्तो बवाल छ समरको टाइममा बवाल हो सबै आउनु होला त्यहाँ मान्छे नि अरू कति धेरै थियो तपाईँहरूले देख्नुभयो होला अगाडि नै है त्यही हो बवाल छ गर्मीको बेलामा चक्क लाएर खेल्नको लागि है साथीहरूसँग आउने रमाइलो गर्ने त्यहाँ बार्बिक्यू पनि हान्छन् मस्त चिल छ है सबैजना मिलेर दाइ चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ अनि हामीले हिजोको भिडियो चाहिँ गाइस मैले त्यहाँबाट बनाएको थियो त्यहाँ अगाडिबाट है मलाई लट्स अफ धेरै कन्फिडेन्स आयो हिजोको भिडियोदेखि दाइहरूले मलाई भिडियो बनाउन त्यो हिजोको भिडियो देखेर मलाई आज फेरि पनि छुट्टै कन्फिडेन्स आएको छ होइन हिजोको भिडियोबाट नै है त्यही हो गाइस अब हिजोको भिडियोले गर्दा थोरै कन्फिडेन्स आजको भिडियोले गर्दा थोरै कन्फिडेन्स गर्दा गर्दा नै अगाडि बढ्ने हो सबैले साथ सपोर्ट गर्नु होला के कस्तो लाग्छ कमेन्ट गर्नु होला कता सुधार्न पर्यो कमेन्ट गर्नु होला है त्यही हो माया देखाइदिनु होला सबैजनाले मेरो च्यानललाई सब्सक्राइब गर्नु होला मैले हिजो सानो भिडियो बनाएको थियो आजको चाहिँ थोरै लङ छ होला तर लङ हुन्छ नै होला हिजोको चाहिँ सानो मिठो थोरै इन्टरटेनमेन्टको लागि बनाएको भिडियो थियो तर मैले त्यही एडिट गर्दा चाहिँ आफूलाई पनि राम्रो लागेको थियो है आफूलाई पनि राम्रो लाग्यो दाइहरूले पनि राम्रो छ भाइ अझै गर्दै जाऊ भन्नुभयो है आज त्यही हो गाइस सुशील चाहिँ आएन
मैले यसो खेलियो मान्छे पनि धेरै आएको थियो त्यही भएर दाजुभाइ छौँ अब हिजोको ठाउँमै छ दाइ के छ हजुरको हिजो त्यहाँ पैसा टिपेको त्यहीँ छ के अरे है त्यो रुखमा पैसा फल्छ अरे होइन तपाईँले जापानको लागि पैसा यहाँ उठाउने छ अनि दाइले यस्तो यहाँ मान पुरा मान हो कि अनि दाइले है गाइस दाइले रुखबाट पैसा टिपिदिनुहुन्छ अरे नेक्स्ट ब्लग स्विमिङ गरेको ब्लग चाहिँ ल्याएर आएको छु सबैले दाइ के गर्ने अरे सबैले के गर्ने रे लाइक एन्ड सब्सक्राइब गर्नु होला नभुल्नु होला अनि यतिको चाहिँ हुनुपर्छ है गाई सपोर्ट चाहियो है सपोर्ट फेरि अर्को यस्तै इन्टरटेनमेन्ट एउटा चिल भ्लग आउँछ हामी दाजुभाइ अनि सुशील अनि अरू पनि हुन्छन् फेरि अरू पनि आउँछन् है ओसाका पनि छन् साथीहरू आउँछन् तिनीहरू त्यही हो गाइस च्यानललाई लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नभुल्नु होला फेरि पनि तपाईँहरूलाई अर्को भिडियोमा भेट्नेछौँ गाइस आजको लागि यति नै भन्दै म यो भ्लग यहीँ इन गर्छु सी यु इन नेक्स्ट भ्लग गाइस बाई बाई लभ यु अल